परमेश्वरको वचनले भन्दछ, अब मानिसहरूले सिताइमा मुक्ति पाउनेछ, सिताइमा उद्धार पाउनेछ, व्यवस्था बिनै मानिसले उद्धार पाउनेछ भनेर परमेश्वरको वचनले भन्दछ। पवित्र बाइबलले भन्दछ, रोमीको 3को 21, 22, 23तिर लेखिएको कुराहरू छ। यहाँ म पढ्नेछु। तर अब त व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन् भनेर। यीशु ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेर यहाँ भनिएको कुराहरू छ। परमेश्वरको महिमासम्म पुग्नको निम्ति चुकेको छ, पुग्नबाट चुकेको छ भनेर भन्दछ। अब कसरी हामीले उद्धार पाउने त? अब कसरी हामीले मुक्ति पाउने त? परमेश्वरलाई, यीशु प्रभुलाई चाहिँ मुक्तिदाता भनेर हामीले विश्वास गर्ने, त्यसै कारण हामीहरूले मुक्ति पाउनेछ। प्रभु यीशुलाई चाहिँ मेरो निम्ति आउनुभएको हो, मुक्तिदाता आउनुभएको, मलाई बचाउन भनेर हामीले विश्वास गरे भने हामीले चाहिँ उद्धार पाउनेछ, मुक्ति पाउनेछ। हामी चाहिँ त्यसै कारण व्यवस्थाको कामले कुनै पनि मानिसहरूले उद्धार पाउने छैन, व्यवस्थाको कामले भनेर यहाँ लेखेको कुराहरू छ। अगमवक्ताहरूसँग परमेश्वर बोल्नु भएको पहिले हजारौँ वर्ष अगाडिदेखि अगमवक्ताहरूबाट परमेश्वर बोल्नुहुन्थ्यो। अब यसरी मुक्तिदाता आउँदै हुनुहुन्छ, संसारको मानिसहरूलाई बचाउनको निम्ति मुक्तिदाता आउँदै हुनुहुन्छ भनेर अगमबाणी गरेको कुराहरू, उहाँको जनहरूसँग बोल्नु भएको कुराहरू हामी पाउँदछौँ। अनि हुँदा अनि परमेश्वरको पुत्र आउनुभयो संसारमा, अनि उहाँ संसारमा आउनु भएर उहाँ फेरि क्रुसमा बलिदान हुनुभयो। अनि उहाँले चाहिँ सबै संसारको पापहरू, सबै मानिसहरूले गरेको पापहरू, हावा र आदमबाट आएको पापहरू चाहिँ उहाँले चाहिँ रगत बगाएर चाहिँ उहाँले चाहिँ त्यो पापलाई चाहिँ अनि उहाँले चाहिँ काटेको छ। अनि त्यो पापलाई चाहिँ उहाँले चाहिँ हरण गर्नुभएको छ, हरण गरिदिनु भएको छ। उहाँले बगाउनु भएको रगतले चाहिँ, कल्वारी क्रुसमा बगाएको रगतले चाहिँ सबै संसारको सबै अन्धकारको शक्तिहरूलाई, सबै पापहरूलाई, श्रापहरूलाई चाहिँ उहाँले चाहिँ कल्वारी क्रुसमा काँटी ठोकेर त्यो सबै रद्दा गराउनु भएको छ। अनि हावा र आदमबाट आएको पापलाई चाहिँ त्यहाँ रगत बगाउनु भएर उहाँले चाहिँ नाश गराउनु भएको छ। त्यसै कारण यीशु प्रभुलाई चाहिँ मेरो मुक्तिदाता हो, मलाई बचाउनको निम्ति आउनुभएको, मेरो निम्ति मर्नुभएको मुक्तिदाता भनेर हामी जसले विश्वास गर्दछ यीशु प्रभुलाई, अनि उसले चाहिँ उनीहरूले चाहिँ सित्तैमा उद्धार पाउनेछ, सित्तैमा मुक्ति पाउनेछ। अब धर्म कर्मको कामहरू गरिराख्नु पर्दैन, धर्म कर्म गरिराख्नु पर्दैन, व्यवस्थाको कामहरू गरिराख्नु पर्दैन। सित्तैमा अब प्रभु यीशुलाई विश्वास गर्ने जतिले मुक्ति पाउनेछ, सित्तैमा उद्धार पाउनेछ। यो कुराहरू आज मानिसहरूलाई भनिदिनु पर्नेछ, यो कुराहरू बुझाउनु पर्नेछ। आज हामीले पनि, मैले पनि, आज जतिले विश्वास गरेका छन् उनीहरूले पनि कसैले नभन्नु भएको भएदेखि यो मुक्ति पाउने थिएन, उद्धार पाउने थिएन, हामी संसारमै अलमली राख्ने थियौँ। यो कुराहरू भनिदिनु एकदमै आवश्यक छ। परमेश्वरले गर्नुभएको आज्ञा हो, यो मानिसले गरेको होइन, परमेश्वरले गर्नुभएको आज्ञा हो। सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार सुनाऊ, तिमीहरूले सबैजनालाई आज मुक्तिको आवश्यक छ।